दोस्रो दिन कुकुरलाई मिठो मिठो खाना दिने, माला लगाइदिने, पूजा गरेर कुकुर तिहार मनाइन्छ। कुकुरलाई भैरवको वाहन पनि भनिन्छ है। यसलाई हामीहरूको रक्षक पनि भनिन्छ कुकुरलाई है। तेस्रो दिन गाई तिहार मनाइन्छ बिहानमा। तेस्रो दिन के मनाइन्छ? गाई तिहार। गाईलाई पूजा गर्ने, मिठो मिठो खाना दिने र गाई तिहार मनाइन्छ। त्यसै गरी त्यही दिनमा हेर्नुहोस् है, तेस्रो दिनमै बेलुका लक्ष्मी पूजा गरिन्छ। हाम्रो घरमा झिलिमिली बत्ती बालेर लक्ष्मी पूजा गरेर हाम्रो घरमा लक्ष्मी भित्राइन्छ। लक्ष्मीलाई चाहिँ धनको माता पनि, धनको देवी पनि भनिन्छ। त्यसै गरी चौथो दिन हामीले गोवर्धन पूजा, गोरु पूजा र गोवर्धन भनेको गोबर है, गोरु र गोवर्धन पूजा गरिन्छ। त्यस्तै गरी यस्तो दिनमा चाहिँ मह पूजा पनि गरिन्छ है। त्यसै गरी अन्तिम दिन, तिहारको अन्तिम दिन पाँचौँ दिन हामीहरूले भाइटिका मनाइन्छ। भाइटिका भनेको दाजुभाइ दिदीबहिनीहरूले एक आपसमा टिका लगाउने, माला लगाउने, आफ्नो गिफ्ट साटासाट गरेर खानेकुरा मिठो दिएर भाइटिका मनाइन्छ। सबैजनालाई हाम्रो हिन्दूहरूको महान चाड दोस्रो तिहारको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना।